साथीहरू यो चाहिँ एउटा ई-सेवाको स्पिकर हो होइन। यो समस्या के हो भन्दा यो अलिक फोहोर चाहिँ छ होइन। यसको समस्या के हो भन्दाखेरि यसको चाहिँ पासपोर्ट चेन्ज भयो, वाइफाईको पासपोर्ट चेन्ज भयो, किनभने यहाँ वाइफाईको कपडा कनेक्सन गरेको छ, त्यसले गर्दा यसले साउन्ड दिन्थ्यो यदि पैसा रिसिभ भयो भने। अब पासपोर्ट चेन्ज भइसकेपछि के हुन्छ भने यसले काम गर्दैन है। जस्तो के गर्छ, मैले यसलाई अन गरेँ अहिलेको लागि। ल यसले अब वाइफाईको नेटवर्क खोज्छ होइन। खोज्दाखेरि पासवर्ड चेन्ज भइसकेको छ भनेको पहिलाको पासवर्ड छैन। त्यसले गर्दा यसले के भन्छ भने पूर्व निर्धारित वाइफाईमा जडान हुन सकेन। हो, यो समस्या हजुरहरूले आउन सक्छ किनभने हामीले पासवर्ड चेन्ज गरिरहन्छौँ। यस्तो अवस्थामा के गर्ने भन्दाखेरि हजुरहरूले सुरुमा चाहिँ यसलाई यो अफ गरिदिनु ल। यसलाई अफ गरिदिने र यो प्लस र माइनस दुइटै बटन चाहिँ मैले यहाँ प्लस र माइनस बटन छ रिसेट गर्ने। यसलाई मैले सुरुमा थिचिराखेँ ल, थिचिराखेँ र अब चाहिँ यसलाई अन अब चाहिँ के गर्ने भन्दाखेरि अब चाहिँ अन दिने। यसलाई अनको बटनलाई मैले अन गरिदिएँ। हेरौँ है त। कृपया यस उपकरणलाई पुनः सेटअप गर्नुहोस्। अब के भयो भन्दाखेरि मैले दुइटै बटन बुझ्नुभयो होला नि। प्लस र माइनस यहाँ लेखेको पनि छैन, यहाँ रिसेट भनेर यहाँ लेखेको पनि छैन यो थिच्नु भनेर। थिच्नु चाहिँ भनेको नि त्यो यहाँ साइन दिएको छ। डिभाइस अफ भएको बेलामा चाहिँ प्लस र माइनस बटन दुइटैलाई चाहिँ थिचिरहने र अन गर्ने। अन गर्नेदेखि यसले के गर्छ भने फेरि सुरुदेखि सेटअप गर्नु भन्छ है। यसपछि कसरी गर्ने भन्ने कुरा त थाहा नै छ होला। यसपछि के हुन्छ भने मोबाइलको वाइफाईमा यसको एउटा वाइफाईको नाम देखाउँछ, त्यसपछि हामीले सेटअप गर्न सकिन्छ है त। यसरी नै हजुरहरूले पनि आफ्नो डिभाइस समस्या भएको छ भने चाहिँ यसरी ट्राई गर्नु होला। एउटा हाम्रो भेन्डरले चाहिँ यसमाको पासपोर्ट चेन्ज भएर ल्याउनु भएको रहेछ र यो प्रब्लम सल्भ भयो है त। हस्, थ्याङ्क यू, धन्यवाद।